साथीहरु वेलकम ब्याक माई युट्युब च्यानल। तपाईहरुलाई हाम्रो यो सानो मिनी ब्लगमा स्वागत छ। साथीहरु के छ तपाईहरुको हाल खबर? आज हामी घुम्न आएका छौं। हैन साथीहरु, घुम्ने मान्छे अघि अघि छ, म चाहिँ पछि पछि हिँड्दै छु। मौसम यस्तो छ साथीहरु, पानी पर्ला जस्तो छ। बिच बाटोमा ढुङ्गा राखे जस्तो छ साथीहरु। यो ढुङ्गा हटाउनु पर्यो। इ साथीहरु हेर्नुस्, यो एक्सिडेन्ट हुन्छ जस्तो लाग्छ मलाई। अनि यताको मान्छे हिँडेछ लौ बिस्तारै बिस्तारै लोटियो हिँड्यो बच्चु, बिस्तारै जाऊ। हो साथीहरु, लडिन्छ, बिस्तारै जाउँ भनिछु। पानी 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 छ यतानिर, भिजिने अब बच्चु, हिँड द, जुकी लाग्दैन त पानीमा भइट। यतापट्टि पानी छ साथीहरु, इ पाइप फुटेर। अनि यतापट्टि अनुगमन गर्ने मान्छे छ। कस्तो छ? ओहो लौ, पानी 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 बच्चीबेटी ल बच्चु, के छ के छ के छ? हो ल ल, हामी कता जाँदैछौँ? के गर्न? घुम्न हो, हामी उता जाँदैछौँ घुमी घुमी गर्न। हो साथीहरु, माथि यस्तो भिड छ, अनि तल बाटो छ हाम्रो। ओहो, उता झरना छ साथीहरु, हेर्नुस्, सुन्दर झरना हाम्रो ठाउँतिर। माथिबाट पानी बगेछ, सानो सुन्दर। अनि यता चाहिँ खेतबारी छ साथीहरु। यता मकै लगाएछ, अनि अलिकति कोदो, पिडालु, भटमास, दालपाल लगाएछ साथीहरु। अनि फर्सी पनि लगाएका छन् है। यस्तो छ हाम्रोतिरको आजभोलिको करेसाबारी। अनि काँक्रा पनि लगाउँछन् आजभोलि। के लगाउँछन्? हो, काँक्रा लगाउँछन् साथीहरु, काँक्रा लगाउँछन्। काठो छ, यस्तो छ। आज हामी अलि भिन्न ठाउँ घुम्न आयौँ। हेर्नुहोस् साथी, प्रकृतिले भरिएको हरियो वातावरण होइन आजभोलिको। काठो हो त काठो काठो। यहाँनिर माथिबाट पानी खसिरहेछ। यस्तो छ साथीहरु भिड। यता पिडालु छ। हेर्नुहोस् साथीहरु, पिडालु कति धेरै लगाएछ। यतापट्टिको पिडालु धेरै मिठो पनि हुन्छ साथीहरु। अनि हाम्रो झरना उतापट्टिबाट छ साथीहरु, माथिबाट पनि छ। धेरै ठुलो झरना जस्तो छ, लामो झरना। अनि यसरी आइछ। अनि साथीहरु, तपाईहरुलाई देखाउँछु गोरु, गोरु बार्ने खोर। यो के हो? गोरु हुन् गोरु। हेर्नुहोस् साथीहरु, गोरु बाँधेको खोर। आज हामी गोरु बाँध्ने खोरसम्म पुगिसक्यौँ। घुम्दै घुम्दै यता यसरी गोरु बाँधेछन्, दुईटा गोरु। हेर्नुहोस् हेर्नुहोस्, दुईटा गोरु बाँधेछन्। यतापट्टि घाँस राखेको छ साथीहरु, उतापट्टि गोरु बाँधिएछन्। लोटी लोटी यतापट्टिको मान्छेको लखर लखर हिँड्ने। अट्किहाल्यो अट्किहाल्यो। यता हेर्नुहोस् साथीहरु, कति सुन्दर देखिएछ है झरना। सुन्दर छ साथीहरु। माथिपट्टिबाट आएछ, तल यसरी छ ठिक्क नदी किनारको झरना छ साथीहरु। अनि हामी चाहिँ यता छौँ। एउटा घुम्ने मान्छे यतापट्टि छ। ओहो, ढुङ्गा भेटायो, ढुङ्गा। घुम्ने मान्छेले ढुङ्गा भेटायो जस्तो छ। ढुङ्गाले के गर्नु हो बच्चु? ओहो, हेर्नुहोस् साथीहरु, माथिबाट बाख्रा आउँदैछन्। अब बाख्रा प्राय जस्तो चराए जस्तो छन्। अनि यतापट्टि पनि माथि चाहिँ घर हुन्छन् साथीहरु। यो डाँडा जामिर भन्ने गाउँ हो। माथि चाहिँ खार, यताको गाउँ छ, यता पनि गाउँ छ। अनि यता चाहिँ मेलापात मात्र हो साथीहरु। यसरी हेर्नुहोस् माथि। अनि
माथि चाहिँ सिप्री गाउँ छ साथीहरू, यता चाहिँ होब्री भन्ने गाउँ छ, अहिले देखिएको छैन। यता चाहिँ पार्जामिर भन्ने गाउँ हो यो चाहिँ। हेर्नुहोस् साथीहरू, यहाँबाट देखिन्छ फेरि झर्ना। यसरी माथिबाट आएछ साथीहरू, अनि यति लामो झर्ना छ। यता पनि सुन्दर देखिएछ है, यस्तो छ। अनि कस्तो लाग्यो घुमेर? राम्रो लाग्यो? ल त साथीहरू, तपाईँहरूलाई पनि हाम्रो यो मिनी ब्लग मन परेमा हाम्रो च्यानललाई लाइक सेयर र सब्सक्राइब गर्न नभुल्नु होला। बाई। ल बच्चु बाई भन्। ल ले टाटा टाटा। ल लडिन्छ ल।